पक्कै पनि तपाईहरुले थम्बनेल हेरेर नै आइसक्नु भएको छ। आज हामी यो भिडियोमा के सिकाउने छौं अथवा के को विषयमा जानकारी दिन गइरहेको छौं भनेर। तपाई मेसेन्जर चलाउनुहुन्छ अथवा WhatsApp चलाउनुहुन्छ भने त्यसलाई चाहिँ भिडियो कल आएको बेलामा उक्त भिडियो कललाई चाहिँ अडियो सहित कसरी रेकर्ड गर्ने भन्ने विषयमा हामी जानकारी दिन गइरहेको छौं। धेरै मैले पनि भिडियो हेरेको छु, धेरै भिडियोमा यस्तो जानकारी दिएको छ, तर त्यहाँनेर चाहिँ भिडियो मात्रै रेकर्ड भइरहेछ, अडियो रेकर्ड भइरहेको पाइएन। त्यही भएको हुनाले आज म यो भिडियोमा चाहिँ तपाईहरुलाई भिडियो पनि रेकर्ड गर्ने साथै अडियो पनि कसरी रेकर्ड गर्ने भन्ने विषयमा जानकारी दिन गइरहेको छु। तपाई पनि यस्तै धेरैवटा भिडियो हेर्दा हेर्दा हैरान भएर चाहिँ थाकिसक्नु भएको छ भने आज यो भिडियो हेरेपछि चाहिँ अब तपाई थाक्नु पर्दैन, किनभने आज यो भिडियोमा चाहिँ पुरै जानकारी दिनेछौं भिडियो र अडियो कसरी रेकर्ड गर्ने भन्ने विषयमा। त्यसको लागि तपाई आफ्नो मोबाइलमा जानुपर्ने हुन्छ। त्यसको प्रोसिजर के रहेको छ भनेर म तपाईलाई अब मेरो मोबाइलको स्क्रिनमै लानेछु अनि मोबाइल स्क्रिनमै लगेर चाहिँ म तपाईलाई यसको पुरै प्रोसिजर देखाउने छु। अब लागौं मोबाइल स्क्रिनमा। यहाँनेर म मेरो मोबाइल स्क्रिनमा आइसकेको छु, तपाईले देख्दै हुनुहुन्छ होला। अब सर्वप्रथम WhatsApp अथवा मेसेन्जरमा आएको कललाई रेकर्ड गर्नको लागि सबैभन्दा सुरुमा तपाई जस्तै तपाईकोमा कल आउँछ, कल आउँदै गर्दा तपाईले रेकर्ड गर्दा पनि हुन्छ अथवा कल आइसकेपछि सुरु गर्दा पनि हुन्छ। त्यसको लागि सबैभन्दा माथि सुरुमा चाहिँ माथि यसरी स्क्रोल गर्नुहोस्। स्क्रोल गरिसकेपछि यहाँ डाटाको वाइफाई को टर्चहरु देखाउँछ, त्यसपछि यसलाई स्लाइड गरेर मुनि जानुहोस्। तपाईको यहाँनेर पहिलो लाइनमा देखियो भने देखियो, देखेन भने दोस्रो लाइनमा तपाई गएपछि यहाँनेर देख्न सक्नुहुन्छ स्क्रिन रेकर्डर भन्ने तपाईले यहाँनेर देख्न सक्नुहुन्छ। सबैभन्दा सुरुमा यहाँनेर क्लिक गर्नुहोस्। यहाँनेर तपाईहरुको स्क्रिन अब रेकर्ड हुन सुरु भइसकेको छ। तब त्यसपछि एकचोटी यहाँनेर स्लाइड गर्नुहोस् मुनि र तपाई अघि जहाँबाट रेकर्ड गर्नुभएको थियो त्यहाँ जानुहोस् र स्क्रिन रेकर्डर भन्ने ठाउँमा गएर लङ प्रेस गर्नुहोस्। तब लङ प्रेस गरेपछि यहाँनेर मेरो रेकर्ड भएको विभिन्न समयमा रेकर्ड भएको भिडियोहरु देख्दै हुनुहुन्छ। तब त्यसपछि यतापट्टि एउटा यहाँनेर सेटिङको आइकन देख्दै हुनुहुन्छ होला, गोलो यहाँ चक्का जस्तो, यहाँनेर क्लिक गर्नुहोस्। यहाँनेर क्लिक गरेपछि यहाँनेर तपाईले हेर्न सक्नुहुन्छ सबैभन्दा माथि रेजुलेसन भन्ने छ एउटा। जस्तै यो अहिले मेरो चाहिँ भिडियो रेकर्ड भइरहेको छ र यहाँनेर क्लिक गर्न मिलेन। जस्तै तपाईकोमा चाहिँ सबभन्दा सुरुमा सेटिङ गर्नको लागि रेकर्ड नगरिकन यहाँ जानुहोस् र यहाँनेर क्लिक गरेपछि तपाई कुन रेजुलेसन अथवा कति साइजमा रेकर्ड गर्ने त्यहाँनेर क्लिक गर्नुहोस्। त्यहाँनेर गर्दै गर्दै गएपछि यहाँनेर साउन्ड सोर्स भनेको छ। यहाँ साउन्ड सोर्समा चाहिँ तपाईले यहाँनेर देख्न सक्नुहुन्छ यस्तो तीनटा अप्सन देखिन्छ। तीनटा अप्सन देखेपछि तपाई त्यहाँनेर माइकको अप्सनमा क्लिक गर्नु होला। माइकको अप्सनमा क्लिक गरिसकेपछि अब तपाईको यहाँनेर सबै कम्प्लिट भइसकेको छ। अब त्यसपछि तपाई होम स्क्रिनमा जानुहोस् र WhatsAppमा कल गर्नुहोस्। अब जस्तै म तपाईलाई यहाँ कल लाएर पनि देखाउँछु। जस्तै मैले यहाँनेर WhatsApp खोलिसके, त्यसपछि यहाँनेर एउटा भाइको नम्बर छ, यहाँनेर म भिडियो कल लाएर तपाईलाई देखाउँदै छु। यहाँनेर कल जाँदै छ, भिडियो कल। कल जाँदैछ, यहाँनेर कल उठिसक्यो। भाइ के छ खबर? ठीक छ नि सबै हैन? एकदम राम्रो छ नि? ल ठीक छ, यहाँ एउटा टेस्टिङको लागि तिमीलाई कल गरेको थिएँ। ल धेरै धेरै धन्यवाद। यसरी चाहिँ सजिलैसँगले तपाईले आफ्नो WhatsAppमा जुन मैले तपाईलाई देखाएँ त्यस्तै तपाईले मेसेन्जरमा पनि यसरी नै सजिलैसँगले रेकर्ड गर्न सक्नुहुनेछ। हवस् त साथीहरु, तपाईलाई आजको हाम्रो यो जानकारी कस्तो लाग्यो? तपाई जो WhatsAppमा आएको कल अथवा मेसेन्जरमा आएको कललाई चाहिँ रेकर्ड गर्न खोजिराख्नु भएको थियो, सकिराख्नु भएको थिएन अथवा रेकर्ड भइरहेको थियो, अडियो आइरहेको थिएन, भिडियो मात्रै आइरहेको थियो भन्ने समस्यामा हुनुहुन्थ्यो भने आज यो भिडियो हेरिसकेपछि तपाईले पक्कै पनि जानकारी लिइसक्नु भएको छ। यो भिडियोमा आज मैले जुन जानकारी दिएको छु, यदि तपाईलाई राम्रो लाग्यो भने हाम्रो यो भिडियोलाई लाइक, कमेन्ट र शेयर गर्न नभुल्नु होला। त्यस्तै यस्तै अन्य जानकारीको लागि चाहिँ हाम्रो यस YouTube च्यानललाई सब्स्क्राइब पनि गर्न सक्नुहुनेछ। हवस् त, धन्यवाद।